नमस्ते साथीहरू। अब आज 17 तारिक पऱ्यो क्यारे। हाम्रो पूजाको कार्यक्रम छ भोलि, त्यस भएर चाहिँ यहाँ चाहिँ हाम्रो चाहिँ रोटी पाक्दैछ। मिको आन्छु उता जाऊ, तिमी जाऊ मिको जाऊ हेर त। ल ल के गर्दै हो हजुरले? भोलि यहाँ रुद्री वास्तु सत्यनारायणको पूजा रहेछ। छोरीले चाहिँ फुल किनेर लिएर आएर यहाँ ढकमक्कै पूजाको लागि भोलि पूजाको तयारीको लागि चाहिँ यसरी चाहिँ सबैले आफ्नो काम भइरहेछ। ल हामी चाहिँ यहाँ यस्तो गरेर बाबुको पनि खिच्नु पर्यो। ल नमस्कार नमस्कार नमस्कार। नमस्ते साथीहरू। अब आज 17 तारिक पऱ्यो क्यारे। भोलि 18 सटरडे हाम्रो नयाँ घरको चाहिँ पूजा छ। त्यसको उसमा चाहिँ अब रोटी पकाउने भयो, अरू विशेष अरू विभिन्न तयारीहरू चाहिँ भइराखेको छ। अब भोलि अलिकता त्यो सम्बन्धमा ब्लग पनि बनाउँदैछु। के भइरहेछ कसो छ म हजुरहरूलाई चाहिँ ल मेरो अनि हजुरहरूलाई के छ भने मेरो भिडियोलाई चाहिँ भिडियो कस्तो बनिरहेछ के छ लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। हजुरहरूको कमेन्टबाट नै मैले आफ्नो चाहिँ के भइरहेछ कसो भइरहेछ त्यो महसुस गर्न सक्छु, अनुभव गर्न सक्छु है। त्यही भएर चाहिँ हजुरहरूले नभुल्नु होला। र साथै सब्सक्राइब पनि गरिदिनु होला है यदि हजुरहरूलाई मनपर्छ भने अरू भिडियोबाट है त। ल साथी हाम्रो पूजाको कार्यक्रम छ भोलि, त्यस भएर चाहिँ यहाँ चाहिँ हाम्रो चाहिँ रोटी पाक्दैछ। मिको आन्छु उता जाऊ, तिमी जाऊ मिको जाऊ हेर त। ल रोटी त राम्रो बनिरहेको छ त। ल राम्रो रोटी बनाएको छ, फर्स्ट क्लास रोटी बनाएको छ है। ए दुईवटा रहेछ होइन, फर्स्ट क्लास छ। ल त्यो उ ल्याउनु पर्छ कि के छ प्रोफाइल? ल हे हो गजब भयो त। ल ल ल कान्छु उता गजबै भएछ त। राम्रो लाग्यो त। त्यसो भएर चिनी किन राख्ने भने हजुरको श्रीमती साह्रै गजब रहेछन्। यस्तो अड्कलिन् एकदम सपुरा। कसरी काम गरेकी बात आएको पनि मान्छे त कति होला यहाँ। अब के थाहा अब कान्छो उता त्यसमा 200 रोटी छ यार। अलि मम्मीले गर्न लाउँछ अहिले। भोलि पूजालाई रोटी बनाइए भोलि पूजा छ। हजुर अब हामीले यसरी रोटी त धेरैचोटि नै बनाइसके छौँ। हजुर अब त झन् धेरै राम्रो रोटी पकाइए। अब घरबेटी नानी र म भएर पकाएको। ल हाम्रो कान्छो यता बसेको छ। कोही हातले पकाइयो, कोही सोलले पकाइयो।
गजब भयो चिनी हालेको यो चिनी हालेको त्यो चिनी हालेको त्यो चिनी हालेको त्यहाँ चिनी राखेको छैन ल ए गजब भयो राखेर रोटी नि खाइदो रहेछ अब हजुरलाई चाहिँ अब कसरी चाहिँ धन्यवाद दिने त खै कसरी दिनै परेन है तेरी यो त आन्टी खुसी हुनुहुन्छ खुसी आन्टीहरूले चाहिँ खुसी भइसक्यो चाहिँ मलाई रमाइलो लाग्छ धन्यवाद कुकुर गर्नुभयो भने आन्टी आएर यहाँ पकाइदिन्छ त खुसी भइसक्यो ए ल अब के गर्दै हो हजुरले मैले अब भोलि यहाँ रुद्री वास्तु सत्यनारायणको पूजा रहेछ छोरीले चाहिँ फुल किनेर लिएर आएर यहाँ ढकमक्कै बनाइछन् अनि त्यो फुल काटेर भोलि पूजामा 5-7 वटा माला अनि पूजा गर्न पनि चाहियो त्यही भएर कैँचीले मैले अहिले यसको फुलको उद्घाटन गर्दैछु ल काटेर ल ल माला हुन्छु ल ल ल ल छोरी जाईको घरमा छु म अहिले ल एकदम हेर त कति राम्रो फुल भएछ यहाँ सयपत्री पनि छ गुरदौलीहरू पनि छन् रङ बिरङका धेरै राम्रो छ तिहार भएको है तिहारको पनि टाइम पर्यो हजुर गजब भयो नि त छु सानो सानो यहीँ छोडेको छु फुक्छ फेरि एकदम राम्रो फुलहरू पाइँदो रहेछ ल ल भिडियो ल यहाँ अर्को पनि यहाँ बहिनीले है या त्यो त गर्दै हो के अरे अब खै ल ल्याएर ल तेल रोटी मिलाउँदै है मैले खिच्न मिल्छ होइन ए ल मिलाउँदै हेर त ए कान्छो उतै जा निकी ल्याएर त कस्तो मजा भयो सोमबार र बिहिबार हामी यतातिर भन्छ किन लाज लाग्ने हो कहाँ लाज लाग्छ त्यत्तिकै त्यो माटो कहाँबाट ल्याउनु भयो हजुर हजुर पूजाको लागि भोलि पूजाको तयारीको लागि चाहिँ यसरी चाहिँ सबैले आफ्नो आफ्नो काम भइरहेछ ल हामी चाहिँ राति बसेर चाहिँ यसरी यहाँ यो चाहिँ दुध भयो यतापट्टि आलु उसिनिराखेको छ है यो दुध छ खिरको लागि दुध भयो भोलि अब आज यसो उमालेर फ्रिजमा हाल्दा नि सम्भव भएन त्यसले गर्दा चाहिँ दुध आज उमालेर पऱ्यो भनेर अब यहाँ आफ्नै सुरमा छन् सबै यहाँ आफ्नै सुर यहाँ आफ्नै सुर यहाँ माला बुनिरहेछ मालाहरूले हेर्ने काम गरिरहेछ यो आज प्रणीले चाहिँ काम गरिरहेछ है गुड जब कान्छी मजाले सित्या छैन नि आफ्नो बिहान कान्छी हेर्न काची मजाले सित्याएको हेर्न कान्छु आलु पोसेर लगाइरहेको रहेछ ल बिहान है ल यहाँ के बनाउनु लाग्यो हलुवा बनाउनु लाग्यो यहाँ खिर पाक्दैछ
छ। आज चाहिँ हाम्रो पूजा 18 अक्टोबर 2025 18 अक्टोबर 25। खिर पनि रेडी भयो। ल काउली काट्दै हो अहिले। काउलीले अहिले पनि हाल्दै हो। संविधानभन्दा माथिका परेछ। बोले आफ्नो मम्मी हजुर यो हजुर यहाँ मलाई चाहियो रोटी नि मैले रोटी हाल्नु पर्यो यो एउटा दुईटा एक सब काम सक्छ मलाई दुईटाको जुस गरेको एकजना चाहियो म पढाइदिन्छु नि पल्टाउने भारी नै गर्नु पर्यो काकाले रोटी मेरो डढिसक्यो मम्मी यो रोटी मैले यसमा रोटी यो प्रसादको लागि बनिरहेछ है। यो प्रसादको लागि रोटी बनिरहेछ यहाँ मालपा अनि लु गरिरहेछ। त्यो बलिरहेछ है त्यो पनि के बनाउँदैछ तिमीले? पहिलोचोटि रे मालपा बनाउँदैछ। बुहारी भएर गर्नु पर्यो नि त नि। बुहारी भएर गर्नु पर्यो नि होइन? सबै सिक्नु पर्यो त। आलु काट्ने प्याज अचार काट्ने अचार तयार भयो। काकाले बनायो भनेर भन। ल अब भने भइहाल्यो नि। आफैले भन्यो भयो। अचार मैले बनाएको एकदम मिठो छ, टेस्टी छ। ल सबैजना यहाँ चाहिँ आउनु होला, सबैजना बेलैमा आउनु होला। अचार सिक्दैला फेरि। ल हेलो नमस्कार नमस्कार। ल आज हजुरको घर पूजा धेरै बधाई शुभकामना। ल यस्तो राम्रो भनिदिनु भएछ है। ल सबै राम्रो होस्, घरको बसाइ सुखमय सुखद, परिवारमा सबै राम्रो होस्। ल हामी यहाँ चिया पिउँदैछौँ सबैजना। अस्ति नै अरिष्टनेमि स्वस्तिनो बृहस्पतिर्दधातो बृहदस्वा मरुतः विस्मिन्मातरः शुभं जावानो विदते खुजग्मयः अग्निर्जिह्वा मनवः सुरक्षसो विश्वेनो देवा अवसागमन्निः। ॐ मा भद्रं कर्णेभिः शृणुयाम देवा भद्रं पश्येमाक्षिविजत्राः स्थिरैरङ्गै तुष्टुवागुंसस्तनूभिर्वसेमहि देवहितं जदायुः। ॐ मा शतमिन्नु वनस्पतयः शान्तिर्विश्वे देवाः शान्तिर्ब्रह्म शान्तिः सर्वगुण शान्तिः शान्तिरेव शान्तिः सामा शान्तिरेधि यतो यतः समीहसे ततो नो अवयं कुरु सन्ना कुरु प्रजाभ्यो भयन्नः पशुभ्यः। ॐ मा गणानां अहिले राख्ने हिँडिराख्ने अहिले क्यानोपी अहिले हाल्ने हो त। यो कार्यक्रम गर्नुभन्दा पहिले रोटी त ल यो क्यानोपी पनि तयार भएको छ। Low one, the
गणेश जय गणेश माध्यम समर्पयामि षोडशमातृका नमः अर्घ्यं समर्पयामि जल माध्यम समर्पयामि अर्घ्यं समर्पयामि षोडशमातृका शिवजीलाई पाए शिवजी ओम मा चन्द्रनस्ता ओम के दिजु खीर भएन राम्रो भएन पक्कै भएछ क्या राम्रो भएन राम्रो कि नराम्रो ए त्यो त तर हाल्दै हुन्छ हात जोडिला भगवान गौरेश्वर मात्र ल हे भगवान रक्षा राम्रो हो गौथलीले घरमा गोथली फुल लाउनु त राम्रो हो नि लक्ष्मी भन्छ गोथली हेर्नु न सबै गोथली आएर अलिकति रातै लगाएर गरिदिनु रात बाहिर लगाउने कि पिठो माथि भगवान घरमा हामी घरमा घर पूजा गरेको आज घरमा घर पूजा गरेको आज होइन नि मैले यहाँ घरको यसो बाहिर गरेको सबैजना ल भगवान रक्षा गरिदिनु ल यहाँ यस्तो गरेर बाबुको पनि खिच्नु पर्यो ल नमस्कार 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 अलिकति गाडै किसिमले गर्दै हुन्छ केही फरक हजुर नाक ठ्याक्कै त्यो सरेपछि ठ्याक्कै आएको थियो परेको थियो यहाँ अहिले यसो हजुरले पनि एकचोटि माथि गएर पूजा गर्नुहुन्छ वासुदेव नन्दिनी वासी वासुदेव द्वार मातृका भनेको चाहिँ अब तोरण जस्तै हो यो चाहिँ सेक्युरिटी जस्तै हो बाहिर दाइसँग देख्नु भएको थियो डर लाग्छ मलाई पनि डर लाग्छ ल यता हेर्नु एकचोटि नमस्ते गरिदिनु सबैलाई नमस्ते गरिदिनु मिल्दैन मेरो त भिडियो युट्युबमा चाहिँ त्यसरी हुँदैन क्या ल हिँड्नु ल अब सानो नमस्ते नमस्ते वेलकम वेलकम आन्टी हजुर नमस्ते नमस्कार है नमस्कार ह्याप्पी तिहार ह्याप्पी पूजा अनि सन्चै हुनुहुन्छ सबै सन्चै छ देवास्तापनातो वसो पवित्रेण सकधारेण सुक्वाचाम दुःख हरियो शान्ति बुवा खै त बुवा अन्तरिक्ष कुनै कोठातिर जानुभयो कि अहिले पक्कै हुनुहुन्थ्यो बाबु नि वसो पवित्र त्यो
यहाँ पनि मोटेल पूजा गर्नुपर्छ नचाकी मात्रै ठिकै छ अलिअलि त गर्ने गराजमा अनि उता अन्शु के गर्दैछौ ल के यो साइडमा राख्नु पर्यो आमा त झन् जस्ताको त्यस्तै देखेको बुवाले बुढो देखेँ मैले साँच्चै भनेको उस्तै हुनुहुन्छ अलिकति मोटा हुनु भएछ ए खतरा ए सेलरोटी कसले बनाएको कति राम्रो सेलरोटी काँडेदार भएछ नि त सेलरोटी त कस्तो मजाको काँडा भएको सेलरोटी नि चाख्ने हो
काका धन्यवाद धन्यवाद अब यहाँ गर्ने म सबै यहाँ म प्लेटहरू म लिएर आउँछु त यहाँ चम्चा उहरू सूर्य भनेको चाहिँ सिंह राशिको स्वामी हुन्छ। सिंह राशि रातो ओम भेडी सूर्यायनमा आचरण भइसकेका छैन जल माता पाद्यम अर्घ्य गर्ने सब जल पाद्यम समर्पण सूर्यायनमा अर्घ्य समर्पण सूर्यायनमा सूर्य भगवानलाई करबेलको फुल चाहिँ राम्रो करबेलको फुल छ त यहाँ सूर्यलाई करबेलको फुल हालेर बिहान बिहान जल चढायो भने एकदम राम्रो हुन्छ। एकदमै गराउँछ अरू अक्षतार पूजा अर्को पूजा खास चन्द्रमा सीता पूजा चन्द्रमा सीता जाउ तिल पूजा आइ उता जाऊ कस्तो छ मिठो छ मिठो त मिठो छ तर अमन भयो के अलिअलि मिठो धेरै लो भएर म इन्टरभ्यू लिइराखेको छु त्यहाँबाट सायद इन्टरभ्यूमा छु है म के भन्नु भएको छ जपा सुम शङ्कासम काश्यपेय महादुतिम तमोरी सर्व पापाग्नं प्रणतोस्मि दिवाकर ओम घृणी सूर्याय नमः सूर्य ग्रह शान्ति घर पूजाको लागि आइटम ये रोटी मालपुवा खीर तरकारी मटर पनीर मिक्स सलाद जीरा आलु फ्राई सेलरोटी मिठाई दही सानो भाइ हजुर कस्तो छ एकदम मिठो भएछ ब्युटी बेटर र ब्युटी तपाईले बनाएको हामीले हेरेको मैले बनाएको होइन म दर्शक दृश्यमा बसेर हेल्प गरेको घर पर्वत जिल्ला धौलागिरी अञ्चल ओके थ्याङ्क यू भिडियो खिचे है भिडियो बनाइदिए ए नानी भिडियो भिडियो नवग्रहलाई धूपबत्ती गरिसकेपछि नैवेद्य टपरीमा सबै थरी पकवानहरू सबै मिसाएर पकवानमा 9 थरी भयो त सबै 9 थरी पुराउनु
नभए त पुरा यसमा हाल्दैन, पुरा यसमा हाल्दैन। यहाँ पनि त्यहाँ उठ्यो नि त यहाँ छ त कहाँ खिर्का हामी इन्टरभलमा छौँ अलिकति लाइभ हाल्नु पर्ने ल के कान्छाहरू के भइरहेको हेर्नु के चाहिँ यो अहिले यो राउन्डले गर्दाखेरि अगाडि नै बढेको अब ध्यान गर्न शिवजीलाई फुल लिएर सेतो पहाडले फुल लिएर Yes, already. डोरी यहाँ आइयो डोरीमा बनाउँदैछु यो तोर्न पनि त्यहाँ शिवजीलाई छुवा राख्नुपर्छ नजिकै दिशा त हजुर उता शिवजी नजिकै त्यहाँ ठुलो डुबाएर आँपको पात पाइएन नानी अब त्यो चाहिँ नटुटोस् के हो त्यो पानी कम हुने बित्तिकै त्यो करसको निकालो भन्थे हामीले के एउटा पाए एउटा जल हेरिराख्ने ओम नमः शिवाय भन्दिन पर्छ गुरुले जेल ल्याउँछ दाइले बनाएको पुरा कम्प्लेन गर्नु केही ठाउँ नै हुँदैन बनाउनु भने मूल्य त आइसकेको छैन होला उयो जौरो नरुले त हटाइदिनु त्यहाँबाट जौ नरु छ नि त्यो हटाइदिनु त्यहाँबाट जौ नरु चाहिँ हटाइदिनु जौ अहिले पूजा उठे मेरो भाइ कति पर्सेन्ट सिक्यो रुद्री सुरु भयो ल अब हामी चाहिँ पूजाको लागि त्यो तामाको पञ्चपात्र त्यो हाल्नु खै ल
म त गइहाल्छु दाइ म छोरीहरूलाई छोडेर आएको छु म जान्छु खाना खाएको अहिले एकछिन पछि आउँछु ओम कलश मुखे विष्णु कंठे रुद्र समास्ताम शुक्लवर्मा शांति कर से बोलना नमः हजुरले के खाँदै गरे हुन्छ नि हजुरको अब त्यहाँ वरिपरि पूजा गर्दै 8वटा सुपारी भयो होइन पूजा ल अब पूर्वपट्टिबाट पूजा गर्दै इस्ट साइडमा इस्ट कता हो पश्चिम दले ओम आदि पुरुषाय नमः आदि वायव्य दले ओम श्री रामचंद्राय नमः उत्तर दले ओम अनादि पुरुषाय ओम गंधब समर्पयामि अब आचमनी भनेको त्यो कपुर दल नम्बर 3 मा कपुर विचार गरेको त्यसमा आचमनी दलमा ओम ततो विदा रजा यता विदा दो अधि पुरुषः सजा तो खाना यसो भर्या भन्थे नि हजुर खाना त अब हिन्दूपालो आइ दैत्र आएपछि भगवानलाई ओम मांगतम मिमिचे गतमस्य योनि गते श्रियं गतवस्य धाम अनुस्वधामा वहम मादि समस्वागतम विषय विषम ओम महारस्मा विदातम देवसराजंतम तन्नम क्रांति सर्वशक्तिनाय नमः स्नान भयो हैन त भगवानलाई घिउ चढाइयो अब फेरि अब जल स्नान गर्ने घिउ स्नान भएपछि ओम आपो अस्मान मातरः सुन्नतो गते नडगतम विष्णु मधुस्नान म स्नान गर्ने भगवानलाई बसम फोटोमा पनि देखिन्छ फोटो म्यान यहाँ छ हामीलाई के पिरो भगवानलाई विष्णुलाई गहना गहनाहरू विष्णुलाई पहिला चढाइदिने खानुहुन्छ विष्णुको लागि चाहिँ पहिला गहनाहरू हारहरू अब चन्दन लगाइदिने लेपन भगवानलाई श्रीखण्ड चन्दनहरू श्रीखण्ड चन्दन छ यो एउटा यसो गरौँ न एउटा बाटो गएर बाटोमा राख्नु फलफुलहरू यसो भइदिनु एउटा बाटो नयाँ छुवाड भित्र पानी त्यो पनि हुन्छ गङ्गा जल पनि हुन्छ भगवानलाई एकदमै चन्दनहरू लेपन गर्नु पऱ्यो भगवानको शिरमा शरीरहरूमा बास्ना अंशहरू कपुर चन्दनहरू
अब जौतिल चढाउने भगवान नारायणलाई जौतिल जौतिल असेर हुँदैन जौतिलमा चाहिएको अब त्यसपछि भगवानलाई अब विभिन्न फुलहरू पारिजात तुलसी सबै बकुल चम्पकहरू सबै तुलसीमा यस्तो ठाउँ ठाउँमा लगाइदिनु नानी पुष्पानि मनोहराणि सुरारामविद्रुमादि दुर्गजानतानि कपडा पनि तुलसी बेच्ने कपडा शालिग्राम भगवानको पनि त्यहाँ पनि हुँदो रहेछ पूजाहरू हुन्छ शालिग्रामलाई पनि त्यहाँ खालि त्यो पूजा हुन्छ शालिग्रामलाई पनि त्यही छेउमा राखेर शालिग्रामलाई पनि तुलसी साथमा राखेर जल लगाउने पहिला जल लगाइछ्यो अनि चन्दन लगाइछ्यो अनि ओममा माथिबाट छुनु हुँदैन भने शालिग्राम सहज श्रीरेखा केटा मान्छेले अब के अहिले त केटा मान्छे छुनु हुँदैन गुरु छोरी मान्छे छुन्यो त्यति मान्छे आमाहरू हुन्छ धर्म जोग्य छ भन्नु केटा मान्छे चिन्नै छोडिसक्नु तुलसा कस्तो हो भन्ने शालिग्राम भगवानको चिन्नु छोडिसक्यो भगवानलाई अब माला लगाइदिने बेला अब मालाहरू माला कतिवटा छ त्यहाँ एउटा शिवजीलाई छुट्याउनु अरू सबै लगाइदिनु हुन्छ बाँकी एउटा नारायणलाई एउटा तुलसीलाई लगाइदिनु हुन्छ कतिवटा छ हेर्नु त्यहाँ अर्को हो एउटा तुलसी लगाइदिनु तुलसी मातालाई त्यसले सिलाइदिनु भित्तामा त्यसै गर्दै माथिबाट हो त्यसरी त्यस शालिग्राम भगवानसँगै हुने तुलसीको साथमा शालिग्रामको पूजा गऱ्यो भनेदेखि जहिले पनि एकदमै कार्तिक महिना झन् राजा तुलसी दामोदर भगवानको यत्रो उत्सव भइरहेछ तुलसी दामोदर भगवानको महिना अब 15 दिनमा हैन गुरु अब तुलसा पूजा गर्ने अब आजको 15 दिन भनौँ द्वादशी ठ्याक्कै द्वादशी नुहाइ खाने हो आज एकादशी हैन नि आज द्वादशी हिजोको 15 दिन आज 15 दिन हो भनौँ न अनि हिजोको त्यही 15 दिनमा एकादशी कि ठुलो एकादशी कि कस्तो हो ठुलो एकादशी चाहिँ अब कहिले छ भने आइतबार छ जस्तो लाग्छ मलाई के हो कि आइतबार हो कि शनिबार आइतबारै होला होइन शनिबार होला होइन हिजोको 15 दिनमा हो गुरु हिजो 15 दिनमा हो ए 1 तारिक हो क्या ल 1 तारिक कहिले त्यही होला जस्तो लाग्छ मलाई 1 तारिक हो एकादशी ल भगवानलाई लक्ष्मीलाई सौभाग्य चढ्ने बेला माला चढायो भने त सौभाग्यहरू के छन् त्यो चुरापत्तेवाला सेट यो लक्ष्मीलाई माता रमाई नम लक्ष्मी खाना छैन म चिया ल्याइदिनु थोरै ल्याइदिनु अच्युताय नमः पार्वती यत्रोमा देख्दा नि त्यस्तो देख्नु भनेको चेन्ज भएर हुन्छ क्या केशवाय नमः ओम रामाय कति राम्रोसँग बले खानाले बत्ती घाममा मजाले बसेको त्यो यता निस्किँदा त केही बिग्रिँदैन नि यता भगवानको जय भगवानको जय
शताब्दी भयो ल अब म अलिकति उहाँको मैले पूजा गर्नुभएको नि उहाँले उहाँको भिडियो बनाएको त्यो भिडियोमा अलिक चाहना भएको मान्छे हुनुहुन्छ नि त उहाँ ल अब हजुरले खिच्नु ल हजुरलाई जिम्मा दिनु नमस्ते विनय भाउ पङ्कज सरको आज फुर्सद छैन अरे बुनु त्यस्तो गर्न पाइन्न भगवान वादम दुखा शोकादि सम धर्म प्रवर्तन सुधाई वरुणाय स्वा वरुणाय नमः हरि बायो जेते लाइव स्वा सुमाय स्वा सुमाय नमः ओम आनंद पति विनायकाय स्वाहा ब्रह्मणे स्वाहा दिदीजु के अरे थ्याङ्क यू है एकदम लास्ट मिनेटमा मैले टेक्स्टबाट पनि आइसक्यो त्यही भनेर चाहिँ नि मैले अब कोकोलाई भयो के भयो नि
ओम नमः शिवाय स्वाहा संपूर्ण शिवाय स्वाहा ओम नमः शिवाय स्वाहा शिवाय स्वाहा होइन बुढाबुढीलाई त केही भएन पुरै धरलाई नि We got him. When did we get him? We got him in 20. एन्टी भयो यार एन्टी लाइट बरु बाबु के लगाएर कसले गएर त्यहाँ बस्नु भन्ने थियो केही देखिन्न एन्टी लाइटले अनि टोल बल गर्ने बनायो सबै सिंगल गफर्नु बेलै होइन होइन काम छ घरमा Yeah, but they usually just accept like he'll tell you to भेटी हुन्छ ल just hold it. रमाइलो भइरहेछ पूजा चलिरहेछ होइन के भयो Diesel, he got really excited, and then he jumped, and it's and he always does it, like he just pulled a muscle. Wait, is it like a bandage on it? No, he just pulled a muscle. That's it. Picture खींचने की video दुईटै Are you looking at me? You should hold it. मधु यहाँ छानाबाट नुहाइदिनु पर्छ कि हजुर पारा मेन हजुर हो यहाँ छानाबाट नुहाइदिनु पर्छ मलाई थाहा छैन कता छ जाम छैन
झाल माथि छ नि पुछेर पेपरले भगवानलाई पुछेर तपाईँ पूजा गरेर मान्छे उत्तराङ्ग पूजा अलिकति मान्छे धेरै छैन त्यहाँ भगवानलाई हल्का घिउ पनि छ भने लगाइदिने त्यहाँ घिउ यहाँ म दिन्छु घिउ ल अब यहाँ आरती गर्नलाई यहाँ अब यहाँ घुम ठाउँ के बाँकी रह्यो शिवजीले जल त्यसो गरेर शिवजीले बिचार उत्तरतिर फर्काउनु होइन कता उत्तर हो त्यतै उत्तर नर्थ हो नमस्ते हरे हे ओम महा ल बस्ता लगाइदिन्छु शिवजीलाई है शिवजीलाई सबैलाई सब परिवार सबै भनेर सम्झेर ल रातो पनि त्यो पार्वती दुर्गालाई सम्झेर गौरी दुर्गा माता पनि त्यही हुनुहुन्छ देवी भगवती पनि होइन सबै वस्त्रम सर्वम घोरो दुर्गा शिवाय वस्त्रम सर्वयामि अनि जय प्रकाश शिवजीलाई एउटा ल ओम माइके वस्त्रम सर्वम शिवाय नमः समर्पयामि एउटा पूजादि वस्त्र एउटा पूजादि शिवजीलाई फुल पुष्पम माला हुँदैछ बेला आउँछ सबै बडा चन्दनको टीका लगाइदिनु पर्यो अनि त्यहाँ मात्रै चन्दन लगाइदिनु सबै भगवानलाई त्यो अहिले तपाईँ अनि माला माला सर्वयामि भगवान शिवजीलाई त स्वामीको पात टिपेर न स्वामी त्यहाँ उता गोठमा अलिकति मान्छे धेरै छैन त्यहाँ भगवानलाई हल्का घिउ पनि छ भने लगाइदिने त्यहाँ घिउ यहाँ म दिन्छु घिउ ल अब यहाँ आरती गर्नलाई यहाँ अब यहाँ घुम ठाउँ बन्नुपर्छ घिउ यहाँ के बाँकी रह्यो त्यसपछि अनि यहाँबाट भगवानलाई अब उत्तराङ्ग पूजा भन्छ सब परिवार सबै भएर सम्झेर ल रातो पनि नभए खाना कस्तो छ मिठो छ कस्तो लाग्यो खाना भाउजू त चाख्दै हुनुहुन्छ जस्तो कस्तो लागिरहेछ त अहिले एकदम रमाइलो लाग्छ तर बाटा गाडी बिग्रियो त्यो त एकछिन दुःख भयो तर रमाइलो भयो गाडी अगाडिको टायर रफ भयो अनि मम्मीलाई कस्तो लागिरहेछ रमाइलो लागिरहेछ हो ए बाबुलाई कस्तो लागिरहेछ र रमाइलो रहेछ चिया कस्तो छ मोही कस्तो छ मिठो छ कि छैन कस्तो लाग्यो त हो हजुरलाई कस्तो लाग्यो नि मिठो छ कि छैन कस्तो छ मोही खाएपछि जे चिज पनि मिठो हुन्छ हो ल नमिठो भन्ने भएन नि हो नि त्यही त हो ल ल रमाइलो गर्दै गर्नु हजुर म मितज्यू परेँ उहाँ दिनेशजीको मितज्यू
घर त काठमाडौँ हो, यहाँदेखि नजिकै हो 1 घन्टा। काठमाडौँ। दुबो बेलपत्र शनिपत्र भयो होइन, धतुरोको फुलहरू पनि भयो होइन। अब त्यहाँ शिवजीको साथमा पार्वतीको पनि पूजाहरू हुन्छ। पार्वतीलाई देवी एउटा सुपारी राख्नु देवी शङ्कर या सुपारी देवीलाई चाहिँ रातो पनि चार पूजा देवी शङ्कर दुर्गा माता र शिवजीको साथमा देवीको पूजा आह्वान गर्नु। ओम जयन्ती मङ्गला काली भद्रकाली कपाल सर्वमङ्गले मङ्गले दुर्गा देवी नमः, गौरी नमः, पार्वती नमः, माता गौरी लक्ष्मी महेश्वराभ्याम नमो नमः। उमामेश्वर भगवानको पूजा गरेपछि धुपबत्ती गर्ने एकचोटि ल। यहाँ धुपबत्ती शिवजीलाई त्यहाँ छ त आरती छुट्टै होला। त्यो घिउ बत्ती बाल्छ नि एकदम जुन बाल्छ घिउ बत्ती यहाँ चाहिँ आरती गर्ने हो। Yes. How are you feeling today? You have mustache. Show me your mustache. Up, up. How old are you? Huh? 16. अघोराय नमः, उपस्पताय नमः, ओम शिवाय नमः, विरूपाय नमः, विष्णुरूपाय नमः, भैरवाय नमः, भैरवाय नमः, सुरमारे नमः, ओम कपते नमः, विघ्नाय नमः, ओम भगवताय नमः, भगवते नमः, ओम शंकराय नमः, ओम शिवाय नमः, सुरपाणे नमः, सुरमारे नमः, I exercise. I'm so Can you hold this? I don't even know where my phone is. Can you take over? Oh, really? बन्द गर्दियो आन्टी के खिदिसिन्छ सरी
गङ्गाधराय नित्य शुद्ध दिगम्बराय तस्मै नमः शिवाय शिवाय गोविंदाय नमः शिवाय इच्छा स्वरूपाय जटाधराय नमः शिवाय पुण्यमेव सबै भयो है हामीले बिहान भनेको यति होइन अब एकछिन अहिले पहिला पुनपात्र गरेपछि अलि अब ऱ्यापअप पुनपात्रमा हजुर दाइरा छोयो भने सबैजना उहाँ रेडी गरिसक्नु ल वस्त्र पैसा भेटिएर सब भयो पुष्पाले सङ्कल्प गर्ने हजुर दोनो खोजेको एउटा मैले खिचेर राम्रो आएन लिनु हजुर होइन लिसो लिसो होइन ठिक होइन मैले जानेकै छैन क्या त्यति ए होइन हजुर कुर्सी मैले हजुरको लिन भनेर हो नि त मेरो अघि लिइसक्नु या लोकादि पुत्र पौत्र धन धान्य पुत्र अप्रत्यक्षपूर्ण संसिद्धार्थं भितको सेवक्राय वयं सम्प्रदाय पश्चात म भगवान सम्झेर हामी जुन कामनाले पूजा गरेर हाम्रो कामना व्रत सिद्ध होस् भगवान हाम्रो घरमा शान्ति नवग्रहहरू शान्ति होस् सबै आशीर्वाद दिनुहोस् सबै रिमेम्बर गरे अब यसको पनि लिदियो भने एप्रिसिएट होला भनेर सदसस्पतिर्मधुतं प्रिय इन्द्रस्य मेदामया खोटा गरी तान्ने गुलबाले तन के म पुछ स्वाहा ओम देम मेदा देव गणाः श्रेष्ठहरू हवन गर्ने बिहान उता हवन नगर्ने त हवन गर्न आइयो चरु हवन सबैजना अन्तिम श्रेष्ठहरू हवन स्मृतिले केही हुँदैन उता पनि ट्रेको खानु भएन ट्रेको खाले त खानु ट्रेको खाएकाले यहाँ हवन गर्नु पर्ने यहाँ पर्ने उताको हवन गरे त हवन गर्नु पर्ने यता मात्रै यहाँ आउनु यहाँनिर भयो होइन हामी ओम स्वाहा सबै हाल्ने धाक्रमा
है हजुर कस्तो लागिरहेछ एकदम रमाइलो भयो हजुर एकदम हो रमाइलो भइरहेछ भयो ठिकै छ यस्तै छ हजुर है एकदम रमाइलो भयो है हो नि कति राम्रो रहेछ हेर्नुहोस् न है वातावरण यति रमाइलो पूजा है कस्तो लागिरहेछ अङ्कलको पूजा चलिरहेछ होइन अङ्कलका पूजाबाट भेटघाट भयो नभए भेटघाट परिचय भयो एकदम रमाइलो छ मम्मीले कस्तो लागेको छ हो रमाइलो लागिरहेछ नमस्ते गरिरहनु भएको छ हजुरलाई कस्तो लागिरहेछ युट्युबमा आउँछ आएको छ कति रमाइलो देवताहरूको भक्त भगवानको स्थानीय देवताहरूको आजको आनन्दको धर्मको देवताहरूको भक्त भगवानको स्थानीय देवताहरूको आजको आनन्दको हर हर महादेव हर हर महादेव अब प्रसाद लाउने टिका खाने जलमा जल थपौँ अनि उभिएर सबैतिर चरणबाट कति पनि ओम दाता सबैतिर चरण अनि भवनलाई जाने हो र हजुर बेला भइसक्यो र मम्मी हो म त ऊ नै नभयो एकछिन ल यहाँ खिच्नु पऱ्यो नि त हाम्रो एकजना त अर्को भाइ आइरहनु भएको छ
ल बधाई छ दाइ बधाई ल ल थ्याङ्क यू है थ्याङ्क यू है राम्रो लाग्यो हो थ्याङ्क यू आउँदै गर्नुपर्छ है त्यस्तो छिमेकी भएर चाहिँ यस्तो हराउनु पाइँदै पाइँदैन नि है ऊ आइहाल्यो नि ऊ हाम्रो अब भतिजो सेफ छ अब यहाँ काका भयो अब यहाँ ओ ल ल यहाँ काका ल्याइहाल्यो नि सेलरोटी के भन्नु नयाँ घर नयाँ चाहिँ जवानी नयाँ जोस तपाईँ चाँडाबाट आइदिनु भयो धन्यवाद फेरि भेट्नुपर्छ है यसो आउनु है ल थ्याङ्क यू अनि भाउजू आउनु भएन ल बहिनी लिऊ है खाऊ है मजाले सुमन सर धन्यवाद है धेरै धेरै धन्यवाद हजुरलाई धन्यवाद धेरै धेरै धन्यवाद आइदिनु भयो ल होइन त्यो त सम्झिहाल्छ धेरै सम्झिन्छ हजुरलाई धेरै धेरै धन्यवाद है भन्नुभयो ल ल धेरै धेरै राम्रो हजुरहरूलाई आइदिनु भयो यता नमस्कार लम्बा ल्याइदिन्छु नि थ्याङ्क यू बाबु छोरा है यिनीहरू है ल ल थ्याङ्क यू थ्याङ्क यू ल थ्याङ्क यू ल आइदियो धन्यवाद धेरै धेरै धन्यवाद ल बहिनी के अरे हाम्रो उसको त ल्याएको छैन त हजुर भोलि बस्नु मात्रै लाग्छ भाइ ल्याए आए है ल थ्याङ्क यू के अरे ल यहाँ अब विसर्जनको चाहिँ कुरा भइरहेछ ल भाइ है भएको त खिच्नु पऱ्यो नि त अलिअलि होइन ओहो यो ए उता बहिनी उता रहेछ यहाँ त खै दिदी बहिनीको त खिचेकै रहन्छ त मैले त अरे है ल ल